हेलो गाइस, वेलकम बैक टु माइ न्यू भिडियो। भोलि सन्चै हुन्छ, म पनि सन्चै छु भन्ने आशाको साथमा आजको चाहिँ यो न्यू डे न्यू भ्लगको सुरुवात गरिसकेको छु। अनि आज चाहिँ भाइटिका हो। अनि आज चाहिँ हामीहरू अब भाइदाहरूले टिका लगाउने हुन्छ। त्यसैले आज हामीले के गर्छौँ यो भिडियो इन्डसम्म हेरिदिनु होला। म चाहिँ सत्तर रेडी भएर आइसकेको छु साथीहरू। अनि आज मेरो भाइ हो, यसले चाहिँ कपडा लगाएको छ। अनि मैले चाहिँ यही कुर्ता सुट लगाएँ आजको दिन चाहिँ। अनि 30 मिनट भयो, 30 मिनट भएको थिएन अरे। अब चाहिँ हामीहरू उता बाजे गर्दै जान्छ, म उतै लगाउने हो, सबैले टिका लगाउने अब सबै टिका त्यति लगाउने। त्यो भएर चाहिँ हामी उतै जान्छ भने हामीहरू चाहिँ अनि हेर्मै सबैको अलिक गर्दै खान्छ क्या। छिटो गइहाल्ने हो। ओ अङ्कल रेडी भइसक्नु भयो? हामी चाहिँ अब जानु रेडी छौँ। हामीहरू चाहिँ पुग्यौँ भन। सबैले मैले आज सेम कलर लगाएको छौँ, कलर मात्रै फरक हो। निन्द्रा लाएर सुतिसक्यो होइन। खेल्ने बेला भैली खेल्छि, धेरै नाच्छि। हिजो राति खुट्टा दुखेर नसुतेर यस्तो खुट्टा दुख्यो। हिजो राति सुतिने के खुट्टा दुखेर त्यो बेला। अनि यहाँ हुनुहुन्छ बुवा आमाहरू सबै। चिलान्छ त नटुङ्गे वान ट्याप चिलान्छ अहिले चिलाए तलाई के हो यो एलर्जी अस्ति नै भन्नुपर्ने तैले चिलान्छ मम्मी। तिमी के गर्दैछौ गाइज? मसला पिस्दैछु। चाहिँ यसको ब्लग हो। मलाई चाहिँ जाँगरै लाग्दैन अब बोल्न। आमा बुवा यहाँ हुन्छ। हाई गरिदिनु आमा। आमा हाई। हाई बुवा हाई हाई गरिदिनु न। के को मासु हो यो? यो बुखो त्यसको रङ्गाउ कसले ल्याइदियो? ठुलो नानीले ठुली नानी भन्ने ऊ हो। ब्लग हो के? युट्युबमा आउँछ कि यो? 1 2 3 यसकोटे चिन्नेल्ती कोइरी ए मा मेरो खुट्टामा बस्दै छ। ठुली फुपू हाई भनिदिनु। हाई। त्यो त भित्र जान्छ मुसा। पपअप निकाल्यो खै ल्यात एउटा ल्यान हो यस्तै क्या। खै पट्क्यो हैन पड्की गयो त उ। ए तिमीले लिए मात्र ल्यायो अर्को हुन्छ बिडी बम। खैले त यहाँ ल्यान म हाल्छु। पपअप हामी चाहिँ जान्ला हामी डिउहरू ल्याउन। यो त नि त्यतिकै पनि पट्किन्छ त यार। यही भनेको मैले भन्नु पनि। पपअप स्कुटीमा धेरै पट्किन्छ यार यो भन्दा। जोर लगाउनु पर्यो, जोर। बस यहाँ खतरा खतरा खा फेरि बाटो पनि। अयो बाटो इज खतरा एन्ड हेभी ड्राइभर। यो खुरी पनि आएर पछि म्याउ म्याउ होइन कुकुर भाउ भाउ। भाउ 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 त्यस्तै गल्ला हो भाउ भाउ भाउ। मजा मानेछ। आहा खुरी हामी चाहिँ यो पाला र पाला अनि डिउले यहाँ चाहिँ डिउ चाहिँ ओए उता नजाने मैले बनाएको रङ्गोली हो त्यो। खुरी ऐसा मत करो वरना तुम लौट जाओगे। एडे मलाई तान्दा पाला पनि। ओए उता नजा उता नजा।
भाइ मसला रेडी ओए बुवासँग पैसा किन माग्छस् बस बस हो सँगलाले भन्दै के त्यो काट्छ पटका पटका थाल मात्र थिएन हुन त अब अब नारायण पोतरा तीनटा थाली सबैका मालामाल भएको छ कि जान सबै एउटा थाली यहाँ रहेछ नानी जुठो यो पनि पखाला ल मैले मात्र जितेर ओइ ठुलो सानो सबभन्दा सानो के सलाई यहाँ त्यहाँ छ सलाई छ के यहाँ यहाँ पनि छ त्यो छुने मात्रै आउ छौ सातचोटि गउनु सबैको के गर्छ है तेरो बाले हेरे हेरे छ ल भाइ हो यो फाल्नु भयो सोनी अलि दुख छ त के पर्दा जस्तो लगाउनु पछाडि पर्दा बस नि त्यो त आउ त यता बोद्धमा कुरा भयो मलाई फेरि त्यो पर्दादेखि माथि पनि निकाल्नु ब्याकग्राउन्ड खतरा छ यतिकै देखाइ चाहिँ राम्रो होला अब माथि पनि देखाउनु लाग्यो त हल्का किसो भइगयो हामीहरूको परम्परा चाहिँ यस्तो छ कोही त्यसै मात्रै गराइदिए नि यिनीहरूले यता लाऊ घरकावाला फेरि छुट्यो पहिलाभरि सेताला पहिलाभरि सेताला यसै गराए पहिलेबाट हाम्रो त डिजाइन यस्तो फेरि होइन तर हामीले यस्तो लगाउँछ यस्तो हेर यहाँको हल्का कोबाला आउँछ स्टाइल फरक छ होइन समीर टोपी सोपी ल्याउने भन्दा सोर्ने मात्रै आउँछ भोगमा रासन त्यसले एकचोटि खाइसक्यो त्यसले होइन त्यसले खाएको छैन यसले मात्रै कान्छोले मात्रै खायो सेतो छ भोक लाग्यो घन्टाको दुईवटा फिनरोटी खाल्यो अचार दुई थपेले दुईचोटि भोक लाग्यो तिमीहरू पनि लाउँदै गयो तपाईँको उता ट्याटरमा अहिले तिमीहरू आँगन भएर लगाऊ लगा सबका त ठुलोबाट लगा जेठी बारी मान्छे ल तैँले नङ्कलले लगाउनु हुँदैन नि त के पूजा गर्न त भाइलाई हल्का थालदिन घुमा यो थाल घुमा थाल घुमा अनि तेल लगाइदिए अङ्कललाई पनि घुमाइदिनु होला के आफ्नो गाडी गरम गरी अङ्कल पनि भाइ अब दुईटैलाई घुमा थाल त पैसा समेत पर्छ लगा न तेल तेल हाली घुमाउँछ हाले बाल यस्तै गर्नु जहिले स्कुल जाँदाखेरि लगाइदिएर कति हुनु हामीले लगाउने त्यही त जहिले मसँग आएर चाहिँ सेन्डल लगाइदिनु तेल भन्दा केही न तोलाले खोप्लै हामीलाई अब यसका माथि अर्को नि क्यारामेल लगाउँछ सुधारले वाह 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 किन भन्छ दसैँको टिका लगाएको पनि त भइहाल्थ्यो बिर्स्यो नि घाट लाग्दैन क्या होला पैसा छैन है फुल फुल सबै यहाँ यो त सरदादाले लगाउने होला यो लगाउनु यो सबै आयो यहाँ चाहिँ अलि सानो यो लगाइदिनु बाबु ए हो लगा लगा लम्बु मान्छेले लम्बु लगाउनु यदि त्यो ठुलो कुरो पट पनि कुनो पठाइदिए बल्ल पैसा एयरपोर्ट क्या कुरो त्यस्तो रिक्वायरमेन्ट राख्दैन बाबु त्यस्तो गर्दैन त्यस्तो गर्दैन अपना भाइलाई पहिला आफ्नो भाइलाई लाउने अनि पछि बल्ल सबै गाला लगाउनु लगाउन पाइयो अनि यिनीहरू कता गएछन् त्यही कुरेर बस्ने त त्यसले नभएपछि त नभए त नभए घर छँदै त त्यो गर्नु पर्यो अब घर नभए त अब माइलीले लगाइदिनु नि त मलाई अरे लगाए सिप्लेर त्यो लगाइदिनु पछाडि पनि लगाइदिए पछाडि फेरि किन आँखा पुस्दै तेरो आउँछ त्यो माल कहिले लाउने हो मैले सम्झना लगाएको थिएँ तेल त आज दिदीलाई रुपियाँ दिनु पर्यो भने मैले ल्याइरहेछ माल त यो लाउने यसलाई नि यसलाई के मात्र लगाउ एकपछि त्यो बिउराउने जस्ता नानीले लाग्यो सिप्ले छैन एउटा ल्याएछ नि एउटा ल्याएछ सबैले लाउँदा सबैलाई त चिल्लो चिल्लो हुन्छ म त सँगै के अरे मेरा त झन् त्यो पारिलो नभइकन अलि उसको निदिदी अझै भएकै छैन पारिलामा खुल्याएर त हिजो कोल्टी फिलेसँग अलिअलि त्यति भयो तिनी आज दियो चाहिँ त्यसको त ठिकै देखिन यार जुन त दादाले क्यार गराइदिरहेछ नि आज तिमीले गएकै भयो त्यो किन आँखा धराउँछ त्यसले त्यस्तो गराउँछ सोनु राम्रोसँग बस्छ कि बस्दैन एकदम बाले गर्छ त्यस्तै गर्छ नि अचल उही बाको छोरो हो त मात्रै देख्छु त्यो दादाले पनि के असर गरिदियो
तर यो पहिला कलर यस्तो भयो नि लगाले सेतो देखिने छ राम्रो देखिने छ ट्वाक्क ट्वाक्क फोकस सोनीमा दार्दा खतरा लगाएको छु मैले यो अब जुन भए पनि गराएको माथि 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 गराए त्यसैको माथि है ठ्याक्क ऊ अब बाजा लगाइदिनु एउटा हात त लगायो एउटा हातले यसो माथि समातले समातले म यता सिकाइदिन्छु समातले यता ले सबैले समात यसको हात पक्छार म अर्को किन चुइन लागेको यो त टिका त चुइन लागेको त ले ले पहिलो सेतो मागेको त बिगार्नु पठायो कस्तो हच्चिको मलाई हेर्न मन लागेको छ हजुर लाइट एउटै थोप गरेर कस्तो हच्छ मलाई हेर्न सेतो नलगाइ रातो लगाइ माला भयो लगाइदिनु खिचे बरु भने कुकुरको त होइन भन्छ ल त्यो अगाडि फर्काउनु पर्छ स्याहार्नु त्यो कुकुरले अगाडि फर्काउनु नगराएको कुकुरले लाउँछ भनेको थियो त्यो चिलाउँछ है ए किस लगाएको कुकुरले लाउँछ त्यो नगराएको तिमीलाई भाँच्चामा दिनु है पैसा दिएन त अनि पैसा दिएन तिमीले मलाई ए वाह 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 म समिने लगाउँदै गरम मेरो टिका यस्तो त भएको रहेछ कस्तो लगाउँदैन माया पाले हेर सुनि सानो मान्छे त्यस्तै हुन्छ क्या पैसा त आउँछ यस्तो पैसा फाल्नु म पनि समिने लगाउँदै गरम दुईटा हाल्नुपर्छ माला नलगाउने छैन माला होइन माल फुलले ल्याउन बिर्सिनु भएको के केउन एउटा लगायो एउटा लाउने खुवाउँछ अरू कि ल्याउँछ त सुरुचि दिदीले सुरुचितै लगाइदिन्छ तिमीहरूलाई यहाँ आउनु न भन्छ त हेर्नु माइल बाबा यसको हालत अब यस्तरी सुरुचि आउने हो यहाँ यिनीहरूलाई लगाइदिनु हाम्रो बाबुले पनि लाउने भनेको थियो क्या सुरुचि नाम त्यो लाउँदैन भन्थ्यो कार्तिक बढी आउँछ क्या दसैँमा लगायो त लगाइजाने रातो रातो हेर्दा हेरे कहाँ कहाँ लगाएको छ भइसक्यो हो हो अल्का ठुलो भएको के यहाँ लाग्यो त्यही म लगाइदिन्छु ठुल्ठुलो भइरहेको ब्यालेन्स मिलाउ बराबर गराउनु पर्छ क्या सबैका देख्दा त्यो त बिग्रिया भएन पनि सबै गराउनु माला लास्ट हामी त आज यहाँसम्म लाउँछ यहाँसम्म रातो ल माला लगाउने फोटो खिच्यो नि त मेरो के बुझी अङ्कलको त चिन्ता सकेर चाहिँ त्यो माला आउने मान्छे घुम्नुको नानीको 1000 म त्यो सुरुमा मैले लगाऊ मैले ओइने हो यो साल 1000 दसैँमा तैँले पाउँछ त अनि 100 रुपियाँ अनि तपाईँले हामीलाई कसरी यस्तो कहाँ दिनुहुन्छ त त सानै छ त म ठुलो छु नि योभन्दा ठुलो तिमीहरूले हामीलाई हामी जत्रो हुनु पर्यो तिमी फुस्सा र हामी फुगु एउटै हुन्छ त अनि तिमी फुस्सा हड्नु न अब मैले फुलै लगाइदिनु सुरुमा आफ्नो भाडा दिनुपर्छ पैसा पैसा निकाल पैसा पहिला दिँदै पैसा लिँदै दिँदै पैसा लिँदै है एक हात दिने दिने एक अर्को हात दिने त्यसले 50 रुपियाँ निकाल्ला है वापस निकाल्नु लाग्यो थियो फेरि खुट्टा ढोकाउनु पर्छ जगत अय राम्रोसँग खुट्टाको दामले पैसा आउँछ खुट्टाको दामले त्यसरी बस्दैन भनेर कति भन्ने हो यो रातो प्याकेट चाहिँ मलाई दिएस् अनि ल अब अर्को त्यही राख्दैन त ल रातो आफ्नो आफ्नो भएको आफ्नो आफ्नो उसमा राख्नु के इन्दुरले त एउटा सबैको छ नि एउटा ठाउँ गरेर मेरा बाबा क्या का डब्बा दियो ये देखाला तान्नु पर्छ पचास तान्ने होइन त्यो भने खुट्टा ढोका यसले मेरो खुट्टा पनि त गरिरहेको सामान छिटो ए बाबा हात गएन 500 रुपियाँ दिनुपर्छ ओइ के को 500 200 रुपैयाँ अघि 300 दियो अहिले 200 अघि 300 अरे एउटै दिन्छौँ त्यो गरिदिन्छ एउटैमा मिसाएको छौँ क्या यो किनेर निकालेर धन्यवाद सुमिल सुमिल नाङ्लो किन्ने सानो सानो नाङ्ला हुन्छ नि त गोला सोफा क्या प्लास्टिक भएको तिन ल्याउने तिनीमा हाल्ने क्या सबै त्यही गरौँला तँलाई 3टा थाल अनि मलाई किन एउटै थाल मलाई के थाहा हो यो मेरो यो एउटा दिदीको भयो एउटा उसको भयो यिनी दुईटै दिदी छन् त अरू तेरो तिनटी दिदीको एउटै भयो दिदीलाई अलग अलग लगाइदिएछ क्या त्यसको दिदीपट्टिले यिनी देखिके छुट्ल्याछ खाँदैछन् अब त्यहाँ सबैले हात हातमै यो हो मासु
कान्ति अर्को प्लास्टिक सेट मासु दाल भात डिउ सबका यहाँबाट एउटा के लग्न पाइन्छ कि नै होइन भाँच्याउ कसले खायो है यति लामो गेरा केले ल्यान्छ है उता केले त्यो पिठे त्यस्तै हुन्छ बुढाबुढी पनि भाइटी दिन दिदी खान्नमा त्यो खान्न अरू देऊ बरु राम्रो होला दे बुवालाई त्यो माजा दिनु त कस्तो प्यालोवाला दिन आमा हाल्दैछु यो भात आमा थाल्यो भात खाइकिन मलाई लिन ल यो फुपोरको भाग हो के खानुपर्छ है पुरै सकाउनुपर्छ 1 year 2 3 तीनटा छ तीनटा तिमीले खाने हो बियरले लाग्दैन सामी रक्सीले मात्रै हो बियरले केही हुन्न ल्याएको मासु दिदी नाइ दया कान छाल्नु यही पकाएको मासु हो होइन भातमा त्यति खान्न अलि हाहा खै हेलमेट लगाएर त अर्कै मान्ने मेरो टिकै बाङ्गो लगाइदिनु हामी चाहिँ बजारमा हम सुट ल्याउन सबैको राइडर अहिले म दुध सक्दैन भर्खर खाना खाएर आएको हामीहरू चाहिँ हात पनि धुन पाएको थिएन अनि जाम भने त्यो हात धोएर आएकोमा चाहिँ धुन पनि हिँड्न पनि सकिँदैन त्यहाँ सूर्य टाइममा हुन्छ अब सूर्य ज्यादा लिएर आउँछ हामीहरू चाहिँ अब यहाँ सोनिम सबै छ नि त दुइटा टिका लगाउने अनि त्यही भएर सकिन हिँडेर हो लग सबिका लग लाग्नै पर्छ सजिलै भयो हामीहरूको चाहिँ यही थियो प्रोग्राम भनेर क्या आए मलाई यो हामी जाँदैन त्यो हेलमेट बहुत ठुलो भएर अगाडि आइहाल्छ कि भइसक्छ same but different no money ल यताबाट गर न ब्याक क्यामेराले हाम्रो फेस ओ मेरो हेलमेट यसको हेलमेटमै हो फ्रन्ट क्यामेराबाट बनाएको छ किनभने अब हाम्रो फेस अब यता हेर्नु ठोक्यो भने त लिन जाम्रे सबिका हामी स्प्राइट लिन जान लागेको के मेरो मेकअप नै बिग्रियो जस्तो छ तर मैले मेकअप गरेर लिपस्टिक मात्र हो सुरु चाहिँ यता भिडियो हेरेको अगाडिबाट अटो आएर ठोक्दै गऱ्यो हामीहरू चाहिँ स्प्राइट लिएर बुवामा घर जाँदा और हाल्दै मान्न दिने पैसा छ नि त्यससँग भयो एक गिलास मैले अलग्गै खाएको छु दिने स्प्राइट सुन शान्त बस्न कुकुर त भइगयो यता गराइदिनु के गरेर खाने यसले चकचक गरेर खाने सुर्सी चकचक गरेर भनिदिनु सब माइला बाबा मलाई त उल्टी आउनु लागिसक्यो हान्नु न एक झापट इङ्की पिङ्की पङ्की गराइदिनु गालामा पानीको बोतलै रहन्छ नि यहाँ खुबलाई पानी दिएर सुक्खा भएको के जाने भए जामाया घुमेर आमाया आमा यस्तो गरिदिनु ओ आमाले यस्तो गर्नुहुन्छ यहाँबाट साइड पुरै एकछिन
यो दबाउनु यो दबाउनु अब का साँच्चै उर्लाएर फेरि अनि त्यो एउटा दबाउनु न्युजमा आउला फेरि नि आमा ल वाट त्यो नै त्यो समाति राख्नु यो समात्नु यो पचक्क दगाएर यस्तो मेरो गर्नु यो अनि त्यो बटार्नु कता यहाँ अर्को यो समातेर यो छोड्यो भने त आमा त्यो बटार पनि उही अगाडि हुन्छ Oh my god. कता लाग्नु आमा घुम्न बजार पहिले बट्टालाई भेट्न भन्नु न बट्टालाई भेट्न डेटिङमा डेटिङ डेटिङ हो न डेटिङ जेठी डेटिङ मातानु डेटिङ गर्नु फिल्म हेर्न जाने हो अहिले बुवा पछाडि बोयफ्रेन्डले बोलाएको बोयफ्रेन्डले बोयफ्रेन्डले आमा बुवालाई बोलाएर पछाडि पछाडि लुके बोयफ्रेन्डले बोलायो बोयफ्रेन्डले बोय यहाँ आउनु अब यहाँ आउनु क्या अब बोयफ्रेन्ड पनि आउने बुवाको अर्को स्टुडियो अब बोयफ्रेन्ड आउनुहुन्छ बोयफ्रेन्ड चाहिँ टोपी लगाएर आउनु पर्यो हुन्न हो ल सिधा अलि सिधा घुम्न कहाँ लाग्यो फिल्म हेर्न फिल्म हेर्न बोल्दान तल गएदेखि छोड्यौँ आफू चाहिँ उता फिल्म हेर्न फिल्म हेर्न जानु भन्दा कोसँग बोयफ्रेन्ड केटासित बोयफ्रेन्ड बोयफ्रेन्ड गर्लफ्रेन्ड 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 बाबु यहाँ आमासँग नाच्न नाच सधैँ बजाएर सिकाइरहेको हिजो त सबैलाई आएको थियो तिहार जो भइले आउँछ नाच्न भइले काटेको लगाइरहेको थियो बाउलाई सबिकाले आमाले खतरा बेली डान्सर A few moments later. हामीहरू चाहिँ घर आइपुग्यौँ र आजको भिडियो चाहिँ म यहीँ हिट गर्छु र के कस्तो लाग्यो भिडियो लाइक गरिदिनु होला आजको लागि बाई